हामी छोइला खाएको यहाँ छोइला अनि के हो रक छोइला निगु आलुको तरकारी अनि साग अनि मैदा अनि 12 बोडी अनि छोइला अनि यो काँक्रा अचार अनि चिउरा अन्डा मैले त खाइसकेको रहेछ उयसकोमा पो रहेछ त अन्डा खान नपाए जस्तो खान नपाए जस्तो रे जे मुखमा आउँछ त्यो त खानु त पर्छ यसले मलाई खान नपाएको भन्यो यसले मलाई खान नपाएको जस्तो भन्यो उहाँले भन्दा सिधाउनु भएर त्यही भएर भनेको यस्तो अन्डा यसरी खान्छु त्यो के हो दिदी छोइला के को छोइला भैँसीको छोइला राङ्गाको छोइला कसलाई खान नपाएको भनेको हामी त खान पाएको रे त्यो खान पाएछ रे त्यसलाई खान पाएको त्यो के को छोइला हो 12 मासको 12 यो चाहिँ छोइला कराई छ यो मन्दिरमा ठ्याक्क जनर देखाएको नि